नमस्ते। मकवानपुरका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू, मैले सधैँ एउटा कुरा भन्ने गरेको छु। अँध्यारोलाई सरापेर बस्नुभन्दा एउटा सानो मैनबत्ती बाल्नु धेरै राम्रो हो। तर आजको समयमा मैनबत्ती मात्र बालेर पुग्दैन। हामीलाई एउटा बलियो पावर हाउस चाहिन्छ, जसले पुरै मकवानपुरलाई विकासको उज्यालो दिन सकोस्। त्यसैले आज म यहाँ एउटा यस्तो व्यक्तिको कुरा गर्न आएको छु जसले आफै शून्यबाट सुरु गरेर आज 1,65,000 भन्दा बढी मानिसको मन जित्न सफल हुनुभएको छ। उहाँ हुनुहुन्छ सुरेन्द्र लामा। किन सुरेन्द्र लामा? उद्यमशीलता र रोजगारी। सुरेन्द्रजी एक सफल उद्यमी हुनुहुन्छ। जसरी हामीले विद्युत प्राधिकरणलाई घाटाबाट नाफामा लग्यौं, त्यसरी नै देशको अर्थतन्त्र र स्थानीय विकासलाई नाफामा लैजान बिजनेस माइन्ड भएको नेतृत्व चाहिन्छ। उहाँले बुझ्नु भएको छ कि भाषणले होइन, उद्योग र रोजगारीले मात्र युवालाई स्वदेशमा रोक्न सकिन्छ।